सेक्युरिटी हैन, अनि इक्वालिटी हैन, लाइब्रेरी र फ्रिडम, यो सबै चाहिँ केबाट सम्बन्ध छ? सपोर्ट वुमेन। हामीले चाहिँ एक अर्काको सपोर्ट लियौँ भने चाहिँ यो फ्युचर चाहिँ हामीले चाहिँ चेन्ज गर्न सक्छौँ। अब मैले चाहिँ हाम्रो सिन्धुजीलाई चाहिँ उहाँले नै लेख्नु भएको छ, एकदमै राम्रो कविता लेख्नु भएको छ उहाँले होइन, यहीँ बसेर त्यो कविता वाचन गरिदिनको लागि चाहिँ उहाँलाई अनुरोध गरेँ। मलाई खास अलिअलि लेख्न चाहिँ जस्तो हुन्छ, तर पढ्न चाहिँ राम्रो आउँदैन, सुन्नु होला है। मैले चाहिँ यही अहिलेको हाम्रो रियालिटीलाई लिएर अनि फ्युचर चाहिँ कस्तो होस् भन्ने कन्सेप्टमा चाहिँ लेखेको छु। नछिक मेरो बाटो तिमी, नछिक मेरो बाटो तिमी, नलैजाऊ मलाई अँध्यारोतिर, नवाद मेरा पौरखी हातहरू, देऊ न मौका मेरी आमा कर्म गरी लालन पालन गर्ने, देऊ न मौका मेरी आमा कर्म गरी लालन पालन गर्ने। खोलिदेऊ यी 12 बन्धनहरू, खोलिदेऊ यी 12 बन्धनहरू, देश परदेश गर्न सक्ने, बनाइदेऊ मलाई सुरक्षित भई श्रम गर्न पाउने, परदेशमा पनि श्रम गर्न पाउने, नवाद मेरा पौरखी हातहरू, नेपाल आमा श्रम गरी तिम्रो मुहार हँसाउने।